चतुर बाख्री र लोभी बाघ। नेपाली लोककथा। एक पटकको कुरा हो, नेपालको डाँडाकाँडा भएको शान्त गाउँमा भेडी नामकी एक चतुर सानी बाख्री बस्ती। ऊ सानी, फुर्सदिली अनि हरेक कुरामा चतुर थिई। भेडी जङ्गलको छेउमा बस्ती र खोलाको किनारमा हरियो घाँस चरण गर्न रमाउँथे। एउटा घामिलो बिहान भेडी अलिक टाढा घाँस चर्दै जङ्गलतिर पस्न पुगिन्। अचानक पछाडिबाट एउटा डर लाग्दो गुर्राहट सुनियो। गुर्र आवाज आयो। भेडी पछाडि फर्केर हेर्दा एक ठुलो भोकाएको बाघ उसकोतिर हेरिरहेथ्यो, जिब्रो चाट्दै। सानो बाख्री, बाघले भन्यो, मैले अहिलेसम्म खाजा खाएको छैन र तिमी त मिठो देखिन्छौ। भेडी डराइन्, तर उनले त्यो देखाइनन्। उनलाई हजुरबुबाले सधैँ भन्नुहुन्थ्यो, खुट्टाले नपुगे बुद्धिले पुग्छ। त्यसैले भेडीले गहिरो सास फेरेर भनी, हे शक्तिशाली बाघ, तपाईँ अहिले मलाई खान चाहनुहुन्न? किन न? बाघले अचम्म मान्दै सोध्यो। म त जङ्गलको राजा सिंह राजाको विशेष पाहुना भएर जाँदैछु। यदि तपाईँले मलाई खानुभयो भने सिंह राजा निकै रिसाउनुहुनेछ। उहाँ मलाई खोज्दै आउनुहुनेछ। बाघ छक्क पर्यो। साँच्चै? हो, भेडीले टाउको हल्लाए। यदि तपाईँ चाहनुहुन्छ भने म तपाईँलाई पनि सिंह राजासँग भेट गराउन सक्छु। उहाँ त बहादुर जनावरलाई मन पराउनुहुन्छ। बाघ अकडिएर उठ्यो। हो त, म बहादुर छु। लैजाऊ मलाई पनि उहाँको दरबारमा। त्यसपछि भेडीले बाघलाई जङ्गलको बाटो लगिन्। रुखहरू वरिपरि, खोलाहरू पार गर्दै, डाँडाहरू चढ्दै अन्ततः एउटा ठुलो अँध्यारो गुफामा पुर्याइन्। राजा साहेब भित्र विश्राम गरिरहनु भएको छ, भेडीले फुसफुसाइन्। कृपया तपाईँ पहिले भित्र जानुहोस् र उहाँलाई नमस्कार गर्नुहोस्। बाघ गुफामा पस्यो, तर जति पुग्न नपाउँदै भित्रबाट ठुलो आवाज आयो, ध्याङ। त्यो गुफामा त एक भालु बस्दो रहेछ। बाघले उसलाई बिउजाइदिएको थियो र रिसाएको भालुले बाघलाई टाढा टाढासम्म खेदाइदियो। भेडी हाँस्दै गाउँ फर्किन्, सकुशल। त्यस दिनदेखि जङ्गलका सबै जनावरहरूले सम्झिए, सानो बाख्रीले पनि ठुलो बाघलाई बुद्धिले हराउन सक्छ। नैतिक शिक्षा। बुद्धि र साहस शक्तिभन्दा बलिया हुन्छन्।